कति धेरै कम्पेरिजन भइरहेछ होइन पहिलाका पुराना त्यसका गीत र अहिलेका गीतहरूमा। अब अहिलेका गीत अलिकति प्रोग्रेसिभ, नट अल, कुनै कुनै। अब पहिलाका चाहिँ एकदम दुःखवाला, बुहारीका गुनासाहरू, भाकावाला होइन, पीडावाला, त्यस्तै त्यस्तै गीतहरू धेरै हुने नि त। अनि पहिलाका त यस्ता, अहिले बरु यस्ता गीत। विचार अब पहिला जस्तो समाज थियो त्यस्तै त गीत आउने हो नि, होइन? गीतहरू भनेको त समाजको चित्रण गर्ने अथवा त्यहाँ भएको यथार्थ झल्काउने टाइपको त हो नि। यसो सोचौँ न, हामी अहिले बुहारी हुँदा र हाम्रो मम्मीहरू हाम्रो उमेरको बुहारी हुँदा कस्तो थियो? अझ हजुरआमाहरूलाई त अझ कस्तो थियो होला कि? सजिलो थिएन नि त होइन? उहाँहरूले त अहिले त हामीलाई चित्त बुझे हामीसँग, हामी यति धेरै फ्री हुन्छ नि, इन्डिपेन्डेन्ट छौँ, फ्रिडम छ, बोल्ने कुरादेखि लिएर मन नलागेको कुराहरू हामी सेयर गर्छौँ होइन। बिचरा पहिला पहिला त त्यो गुनासो पोख्ने माध्यमहरू पनि हुँदैन थियो होला कि, है? त्यही भएर पहिलाको गीत यस्ता उस्ता भन्नुभन्दा पनि समाज कति चेन्ज भएर आएको छ। हामीले आज जुन फ्रिडम अथवा जुन इन्डिपेन्डेन्ट छौँ नि हामी, त्यसो भनेको हाम्रो हामीभन्दा अगाडिको जेनेरेसनहरूको पनि के भन्छ नि, त्यो त्याग पनि त्यसमा मिसिएको चाहिँ छ जस्तो लाग्छ है। अब त्यो भन्दैमा हामी पनि त्यस्तै हुनुपर्छ भन्न खोजेको होइन। हामी त अझ अब आउने दिनहरूमा चाहिँ जुन जेनेरेसन ओभर जेनेरेसन यो कुराहरू क्यारी हुँदै 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 अलिअलि कम हुँदै, केही कुरा छोड्दै केही कुरा क्यारी हुँदै आएको छ नि, होइन? हाम्रो मम्मीहरूले पनि कति कुराहरू आफूभित्र मात्रै राखेर हामीलाई कति कुराहरू मात्रै फिल्टर गरेर त दिनुभएको हो नि त। सबै कुरा आफूहरूले भोगेको सबै कुरा हाम्रो मम्मी सासूहरूले हामीलाई त थुपार्नु भएको त छैन। उहाँहरूले पनि ट्राई गर्नुभएको भने अब हाम्रो चाहिँ पालो के हो त? हामीले त ब्रेक गर्ने हो नि त। अब हामीभन्दा अगाडिको जेनेरेसनलाई चाहिँ क्यारी ओभर भएको कुराहरू मात्र होइन, वाट इज गुड के, जे कुरा सही छ त्यो मात्र दिनुपर्छ। अब त्यो कुरा चाहिँ हामीले चाहिँ बिसाउनुपर्छ भन्ने हो नि त। त्यही भएर वी हेभ टु बी ह्याप्पी है। एटलिस्ट हामी आजको दिनमा आएर गुनासो गरेर रोएर दुःख बिसाउने ठाउँ छैन भनेर त्यस्तो चिजको गीत गाउनु परिरहेको छैन, होइन? अनि पहिलाका यस्ता उस्ता छ्या छु गर्नुभन्दा त्यो कुरामा चाहिँ लेट्स बी पोजिटिभ।